दुईजना साथी चाहिँ आजको दिन लेले पाथिभरा माताको दर्शन गर्न जाँदैछौँ है साथीहरू। बाटो चाहिँ एकदम राम्रो छ, साथीहरू पनि आए हुन्छ। बाटो त एकदम घमाइलो रमाइलो सजिलो एकदम राम्रो बाटो छ। चाँडा आइसक्यो त यहाँमा। बाटो एकदम राम्रो छ, आए हुन्छ साथीहरू। यो टाइममा चाहिँ यो वन जङ्गल डाँडा काँडा माथि माथि लाग्ने ठाउँमा चाहिँ यति रमाइलो। हेर्नु त निलो आकाश, हरियो रुखहरू, वनहरू यति रमाइलो भएको छ कि यति रमाइलो बाबा होइन। ल भन साथी के भइरहेछ तँलाई? मलाई त आनन्द लागिरहेछ है। यत्तिकै हिँडिरहँ जस्तो लागिरहेछ है। अनि आनन्द, सफा रोड, शान्त रोड, सफा हावापानी होइन, हावापानी अनि स्वच्छ हावा, निलो आकाश, हरियो डाँडा काँडा बाबा स्वर्ग यही हो, नेपालमै छ स्वर्ग। सिङ्गापुर जानै पर्दैन, ब्याङ्कक जानै पर्दैन, स्विजरल्यान्ड जानै पर्दैन। हाम्रै नेपालमा छ सबै हाम्रै नेपालमा छ है साथीहरू। ल बरु निस्किनु यसो टाइम मिलाएर। के जानु बाहिर होइन, क्या दामी। कल्पना दिल कति सम्झिनी। टाइम भयो कि निस्किहाल्ने दुईजना, मौका नछोड्ने। कल्पना दिदी मिस यू सो मच। कल्पना दिदीलाई धेरै मिस गरेछ है। कल्पना दिदी र विजयालाई एकदम धेरै मिस गरिरहेछौँ। तर के गर्नु, अचानकको प्लान भयो। यसले बनाएको यो अचानकको प्लान। राति फोन गरेर अचानक यसले प्लान बनायो। 9 बजे 8 बजे नि होइन, 9 बजे फोन गरेर अचानक यसले प्लान बनायो। विजया र कल्पनालाई धेरै मिस गरिरहेछौँ। ओ माई गड कति रमाइलो। कल्पना दिदी मिस यू सो मच, विजया मिस यू सो मच। खोलाबाट यता माथि यतै लाग्यो हो। सोध्नु पर्ने त हो त। 15 वर्ष भयो ल साइड छिरेको। ल माताले फेरि दर्शन गर्न बोलाउनु भयो त। बोलाउनु भयो लगभग 15। मेरो ठुलो बाबु 5-6 वर्ष हुँदाखेरि म आएको। अहिले मेरो ठुलो बाबु 21 वर्षको भयो। 21 वर्षको भयो। बोलाउनु भएको रहेछ माताले। माथि हामी लेलेको पाथिभरा मन्दिर आइपुग्यौँ। नल्लु भन्छ है यो ठाउँलाई, नल्लु भन्ने ठाउँमा। लगभग 12-15 वर्षपछि फेरि माताले बोलाउनु भएछ। मेरो ठुलो बाबु 6 वर्ष होला, 5-6 वर्ष हुँदाखेरि आएको यहाँ मन्दिरमा। अहिले ठुलो बाबु नै 21 वर्षको भइसक्यो। तर ठिकै छ, नेचुरल ब्युटीहरू हामी। ल मन्दिर आइपुग्यौँ। लगभग कति 1 घन्टा लाग्यो होला है। बढी भयो होला, 1-1.5 घन्टा। हामी कति बजे नक्को एकान्त कुनाबाट हामी 10:30 बजे थियो। 1.5 घन्टा। कति बजे अहिले? 12 बज्यो। 7 मिनेट बाँकी छ। ल आउने बित्तिकै गणेश मन्दिर रहेछ। आउने बित्तिकै ओम गणपताय नमो नमः, जय गुरु गणेशाय नमो नमः, कोटि कोटि प्रणाम। भर्याङ रहेछ मजाले। यहाँ चाहिँ लस्करै हेर्ने भर्याङहरू रहेछ। फुलहरू कति राम्रो फुलेको। यस्तै रिना थियो पहिला। हेर त हामी आउँदा यस्तै थियो। यो यस्तो भर्याङ थिएन, यस्तै खेतै हिँड्या भनेको थिएँ नि मैले। बारी नै बारी हो यस्तै बारी नै हिँडेको थिएँ। बाटो नभएको त उताको पाथिभरा जस्तो हिँड्नुपर्ने रहेछ। हिँड्नुपर्ने रहेछ। रोड बनाइदियो भएर सजिलै छ। अहिले देवीको मन्दिरहरूमा चाहिँ जहाँ कहीँ जाँदाखेरि यो कुकुरहरू बिचरा, यो कुकुरलाई त कसले हानिदिएको होला नि, पिटेर सबै घाउै घाउ। यस्तो छ यहाँ मन्दिरबाट चाहिँ
मन्दिरभित्र छिरिसकेका छैनौँ हामी। होइन मन पर्ने यस्तो ठाउँमा आएको हो क्या हो पाथी भएर आयो कि क्या क्या जस्तो आयो हो। फोटो राखेको थियो फोटो राखेको आइज 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 पुरा हिमालहरू देखेको थियो यस्तै देखेको थियो हो। हिमाल कति मजाले देखिरहेछ। अहिले फेरि सबै भिडियो खिच्नुपर्छ। ल हेर्नु ओम जय श्री पाथिभरा देवी। माथा त पुरै होस् त्यो अहिलेको बाटो पछाडि कस्तो सलक्कै रोड जाने ठाउँमा पनि रोड बनाएको छ हेर्न पिच के यता भ्यू फ्रम पाथिभरा मन्दिर। साथी हेर्दै हुनुहुन्छ हिमाल। ओ साथी यता हेर्नुहोस् न मुस्कान त खतरा छ त। कस्तो न्यानो घाम लागेको है। आनन्द लागेको के घाममा बस्दा। हिमाल होइन हरियो डाँडा काँडा हरियाली। चाहिँ पाथी भराभर मातालाई पाथीमा धानहरू चढाउन पाइँदो रहेछ। यहाँ बेच्न राखेको हुँदो रहेछ होइन। यहाँ यसरी ए गुरुजी नदेखिराखेँ यसरी चढाउन पाइँदो रहेछ। ल साथी जा त चढाउन सजा अनि म चढाउँछु। के त्यही राख्दिने हो होइन पक्न त चढा न अनि वहीँ आउनुपर्छ। ए दुवैजना ल्याउनुपर्छ हो। ल हामी दुईजना साथीहरूले चाहिँ यसरी पाथीमा राखेर चामल मातालाई चढायौँ। चढाउनु मिल्दो रहेछ यसरी होइन। पाथीभरामा पाथी चढाउनु धेरै आनन्द आयो। भएछ मलाई त धेरै आनन्द आयो। घरैबाट चिया पकाएर लिएर आएको थियौँ अनि यस्तो हाले यहाँको भ्यू हेर्दै खाँदैछौँ चिया। अनि मालपुवा पनि मैले घरैबाट बनाएर ल्याएको थिएँ। अनि हेर्नु त यहाँको राम्रो भ्यू हेर्दै हरियाली चौरमा बसेर मजाले भ्यू हेर्दै होइन वेदरको मजा लिँदै चिया खाँदैछौँ। चियाको चुस्की मिठो चियाको चुस्की र होइन हिमालको रमणीय दृश्यहरू हेरेर हामी चाहिँ यहाँ मजा लिँदैरहेछौँ। मजा लिइरहेछौँ। आउनुहोस् है साथी यस्तो मजा लिनलाई। चिया भन्नु छ के आउनुहोस् तपाईँहरू पनि हामी जस्तै हिमाल हेर्न चिया खान रमाइलो गर्न प्रकृतिको आनन्द लिन। कल्पना दिदी मिस यु। कल्पना दिदी र विजयालाई धेरै मिस गरिरहेको छु। यति राम्रो ठाउँ माई गड हिमाल डाँडा काँडा खुल्ला चौर यति राम्रो फुलहरू फुलेको रहेछ। त्यही ब्यागतिर होला नि हेर्न। कोही त आएन के सातो जानु। यस्तो राम्रो पानी ल मन्दिर जाँदाखेरि यस्तो राम्रो खोला कञ्चन खोला भेटिँदो रहेछ। सफा पानी। वाउ के गर्नलाई कस्तो राम्रो खोला। ओ माई गड वाउ
खोलामा पानी चला न। यही नुहाउनु जस्तो लागेन? कति राम्रो बाख्राहरू। यहाँ यस्तो राम्रो बस्ती छ, गाउँ छ। कस्तो रमाइलो लाग्यो यो गाउँ देखेर। गाडी आयो, गाडी बाटो खराब छ। यो पहाड यो चिठी बादलहरू साँची छन्, मेरो जीवन तिम्रै लागि। यो पहाड यो चिठी नलाइकन लाउँदो रहेछ नि हौ। मेरो नजिक हेर न यो कस्तो। तिलेश्वर महादेव मन्दिर रे, आज यहाँको पनि दर्शन गरियो। कुण्ड हो तिलेश्वर महादेव, यहाँ छ त तिलेश्वर महादेव। फोटो नखिच्नु होला भनेर भनेको छ, त्यही भएर फोटो खिच्न पाइँदैन। भित्र चाहिँ ठुलो महादेवको मन्दिर छ। वरिपरि आहा कस्तो राम्रो नारायणको मन्दिर। नारायण 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 लक्ष्मी नारायणहरू त शेष नारायण हो। यहाँ चाहिँ शेष नारायणको मन्दिर छ। नारायण श्री हरि विष्णु 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 ओम नमः। यहाँ चाहिँ सरस्वती कुण्ड। यहाँ चाहिँ कहाँको पानी आएको होला है? सरस्वती कुण्ड। सरस्वती कुण्ड रे बा कहाँबाट आएको होला है? कस्तो कञ्चन पानी भाइ। कुण्डभित्र हात हाल्न डरै लाग्ने क्या, कस्तो राम्रो। यो चाहिँ सरस्वती कुण्ड रे। अब यहाँ कहाँको पानी आएको चाहिँ थाहा छैन होइन। कस्तो मजाले भाइ है, कहाँबाट आएको होला है पानी? सरस्वती कुण्ड। ल यसो नुहाएको जस्तो हुन्छ। ल कुण्डको पानीले आफ्नो पवित्र चलायो होइन। कति चाँडै तुरन्त शान्त भएर सबै देख्ने के। ओ माई गड, हो त रहेछ नि है। फेरि गर त साँच्चीकै रहेछ त। ल चला त खन्जन खन्जन अनि शान्त भइहाल्ने है पानी एकैछिन कञ्चन शान्त भइहाल्ने। यो सरस्वती कुण्डमा चाहिँ यस्तो रहेछ है, पानी एकैछिन शान्त। ल कस्तो राम्रो। ल फेरि चला त कान्छी। ल छोड्दै त अब एकैछिन शान्त भएर सफा। ल अन्त कहाँ हुन्छ? हल्लिँदैन पानी, हल्लिहाल्दै गर्छ नि छाल हुन्छ नि, त्यो हुँदैन रहेछ है। कस्तो राम्रो रहेछ। ल कुण्ड एकैछिन देखिन्छ। केही न केही त शक्ति नभइकन कहाँ हुन्छ त हौ। जस्तै उता नारायण थानमा शक्ति छ त भगवानको होइन। शान्त झर्ना रहेछ, कञ्चन पानी बगेर गइरहेछ। पाउँदैछ म त कति भिडियो अघि कहाँ यो कुकुर अయ్యో मरेको त्यो कुकुरले तर्छ यार। कुकुरले तर्साएको पनि आउँछ। बाटो बाटोमा यस्तो पनि हुनसक्छ, होसियार कुकुरले अरूलाई के लगाएर थाहा छैन। लगाउँछ जहाँ गए पनि। कुकुरको चाहिँ भिडियो खिचिन तर कता हो यता कि यता? यहाँ राइट लेफ्ट। मनकामना मन्दिर कताबाट हो? कस्तो राम्रो फुल फुल्छ त्यहाँ है। खिचिरहेको
खिचिरहेको छु म फोटो खिचिरहेको छु ए भयो बिस्तारै साइडबाट हिँड्न बिसाउँछन् रिसाउँछन् कति राम्रो फुलहरू फुलको बगैँचामा हेर त यहाँ सम्झेर गोदावरी हेर्न पहिले मनको चाह नलुकाऊ है यो बाटो कहाँ जाने हो कस्तो माया राम्रो लाग्छ भनेको त्यहाँभित्र हेर्न मन लाग्छ के कस्तो छ भनेर के सर छेउदेखि राम्रो है यो चाहिँ लेलेको मनोकामना मन्दिर लेलेको मनोकामना मन्दिर कालो उक्लिँदैछौँ मनोकामना लेलेको मनोकामना मन्दिर घमाइलो दिन छ माथि घाम लागिरहेछ मजाले घमाइलो छ अनि रमाइलो पनि छ रमाइलो घमाइलो दुवै छ मनोकामना लेलेको मनोकामना मन्दिर मालपा पनि चढाइयो भगवानलाई कुण्ड माथि पनि अर्को मन्दिर छ यो चाहिँ के मन्दिर हो है अब यहाँ चाहिँ फुलचेकी माईको दर्शन गर्न जाँदैछौँ यहाँ पनि फुलचेकी माई हुँदो रहेछ होइन उता ललितपुरको होइन गोदावरी माथि पनि फुलचेकी मन्दिर यहाँ पनि फुलचेकी आमा हुनुहुँदो रहेछ दिदी बहिनी हो कि अब के हो त्यो चाहिँ थाहा भएन है तर यहाँ सबै स्थानीयले सोद्धाखेरि चाहिँ फुलचेकी माई भन्दै हुनुहुँदो रहेछ उकालो उक्लिँदैछ मन्दिरको गेट चाहिँ लगाएको रहेछ बिहान मात्र खोल्ने होला यही हो फुलचेकी माईको मन्दिर लेलेको है हाइकिङै स्पोट रहेछ यहाँबाट पनि माथि जङ्गल जाने बाटो रहेछ है ए खुड्किला भएको बाटो रहेछ माथि जङ्गल अब यहाँबाट कहाँ पुगिने होला के है मन्दिर चाहिँ यही हो साथीहरू तर बन्द छ बिहान मात्र खुल्ने होला हेर्नु गोदावरी जङ्गल रहेछ यताबाट उता गोदावरी जङ्गल पुग्दो रहेछ ए फुलचेकी नै पुग्ने हो क्या ए यहाँबाट ढोका खोल्न मिल्छ होला रिना हेर त ए लाकुरी भन्ज्याङ हो ल साथी यहाँबाट यो बाटोबाट चाहिँ लाकुरी भन्ज्याङ निस्किँदो रहेछ मेरो साथीले यहाँ गुगल म्याप हेर्दैछ लाकुरी भन्ज्याङ हेरे फुलचोकी यो साइडमा रहेछ हैन ल यो बाटो चाहिँ हाइकिङ स्पट गर्नलाई दामी ठाउँ रहेछ यहाँबाट हिँडेर गयो भने चाहिँ लाकुरी भन्ज्याङ पुगिँदो रहेछ है साथीहरू ल दर्शन पाइयो माताको ढोका खोलेर लिएर त आएको रहेछ आमाहरूले बोलाउनै भए रहेछ आज त ठ्याक्क घाम पर्यो मुखमा आमाको
यहाँ चाहिँ फुलचोकीमै दर्शन गर्न पाइएन भनेको त दर्शन गर्न पाइयो फुलचोकी माताको। थोरै भन्दा भन्दा धेरै हुने भयो क्या खानेकुरा त है। एक भाँडा ल्याए नि हुन्थ्यो, म त 2 भाँडा लिएर आएको छु यो त। एक भाँडाले पुग्ने रहेछ। हाल्दा त कति थोरै जस्तो लागेको कि मलाई। एक रास यो दही कति बेला खाने? अलि ल्याए नि हुने रहेछ यार 2 जनालाई त। अनि कि माताको र मनकामना माताको दर्शन गरेर फर्किँदैछौँ। हाम्रो बाइक चाहिँ त्यहाँ राखिरहेछ। देख्यो कि देखेन खै बाइक पनि, घामको लाइटले देखिरहेछ। स्कुटी त्यहाँ छ। फर्किँदैछौँ अब हामी यहाँबाट। कस्तो पानी आउँदो रहेछ। ओ माई गड, पानी थियो कि लुगा भिग्ला। मिठो मिठो मिठो। टिका भैरव सबै अस्तिको पानीले चाहिँ सबै बगेर यस्तो अवस्थामा रहेछ। टिका भैरव कत्रो ठुलो पानी आएको होला त। बाबा बाबा हेर त कत्रो ठुलो पानी आएको होला त है। सबै मन्दिरै भत्काएर यस्तो अवस्थामा अहिले त टिका भैरव। यहाँ चाहिँ काठमार पनि हुँदो रहेछ है। बलि दिने रहेछ नि त भैरव, टिका भैरव। म चाहिँ यहाँ पहिलोचोटि आएको यो मन्दिर चाहिँ। देख्न त देखेको तर दर्शन गर्न चाहिँ नपाएको मन्दिरमा चाहिँ। टिका भैरव। वज्रबाराई मन्दिर प्रवेशद्वार। वज्रबाराई मन्दिर पनि जाँदैछौँ। वज्रबाराई जान पनि जुर्यो आज। कति ठाउँ भेट्यो त हामीले। ल वज्रबाराई मन्दिर जाँदैछौँ। ओइ कुर्न भाइ, मलाई आफ्नो त जुत्ताको हालत यस्तो भइहाल्यो च्यातेर। वज्रबाराई मन्दिर जाँदैछौँ। यहाँ चाहिँ मेरो पहिलोचोटि हो यो मन्दिरमा। पहिलोचोटि। नाम चाहिँ धेरै सुनेको, मन्दिर चाहिँ फर्स्टचोटि जाँदैछु म। यहीँ ललितपुरमा जन्मेर हुर्केर पनि म यहाँ वज्रबाराई मन्दिर चाहिँ अहिलेसम्म पुग्न सकेको छैन। ल है साथीहरू, आज पहिलोचोटि जाँदैछु वज्रबाराई मन्दिर। राम्रो मन्दिर रहेछ। जङ्गल क्रस गरेपछि यस्तो राम्रो मन्दिर आउँदो रहेछ। टिका भैरवको। टिका भैरव होइन, सरी, वज्रबाराई। वज्रबाराई मन्दिर। घन्टी बजान जा। वज्रबाराई मन्दिर जङ्गलको बिचमा देवी बस्नु भएको रहेछ। पछाडि चाहिँ यस्तो जङ्गल रहेछ। साथी चाहिँ जुत्ता लाउन अल्छीले यसरी हिँड्दैछु लाठी जस्तो। आइज न। दिनभरिको यात्रा पछिको हाम्रो अनुहार बिहान जाँदा कस्तो थियो, अहिले आउँदा यस्तो कि। लास्ट मन्दिर वज्रबाराई। यता पनि भ्याइयो आज। सबै पुरा भयो। हाम्रो लास्ट चाय टी सिधाउनै पर्यो भने अझ नै सिधाउँदैन। काम लाग्यो। ल आजको लास्ट चाय। अझै पनि तातो। कल्पना दिदीको थर्मस चाहिँ कमालको रहेछ। मलाई गिफ्ट दिनु ल दिदी। यो स्लिम थर्मस
लिनु पर्ला भातबोचिङ नगर ब्रान्ड हो नि त यो लास्ट छ आज सबै घुमघाम सकेर लास्टको चियाको चुस्की लाउँदैछौँ अनि त्यसपछि घरतिरको यात्रा आजको दिन कस्तो भयो रमाइलो अब चाहिँ थप्न लाग्यो एकदमै रमाइलो होइन सोचेको भन्दा पनि धेरै रमाइलो आज चाहिँ धार्मिक यात्रा रहेछ हाम्रो होइन कहिलेकाहीँ यस्तो यात्रा पनि हुनुपर्छ तीर्थयात्रा गर्न बाहिर जानै पर्दैन कि काठमाडौँभरि यति तीर्थ गर्ने ठाउँहरू छन् कि सधैँ घुम्ने खाने मात्र हुँदैन कहिलेकाहीँ यस्तो तीर्थ यात्रा पनि गर्नुपर्छ है कल्पना दिदी सुनिराख्नु यो चाहिँ तपाईँको लागि हो होइन मन्दिर जानुपर्छ घरमा गर्नुपर्छ अनि पो अरू कुरा पनि गर्न पाइन्छ होइन